तिहारको अन्तिम दिन भाइटिकाको बारेमा कथा प्रस्तुत गर्दैछु। यमपञ्चकको सबभन्दा पछिल्लो दिनमा दिदीहरूले आफ्ना भाइहरूलाई लामो आयु, सुस्वास्थ्य र प्रगतिको कामना गर्दै लक्ष्मी पूजामा लक्ष्मी, महपूजामा आफ्नै आत्मालाई पूजा गरे जस्तै पूजा गर्ने गर्दछन्। संस्कृतिविद पुण्यरत्न बज्राचार्यको भनाइअनुसार दशैंको अन्तिम दिन टीकाको दिनमा आफूले मान्नुपर्नेहरूको हातबाट टीका थापे झैं नि दिदीबहिनीहरूको हातबाट दाजुभाइहरूले पनि टीका थाप्ने गर्दछन्। भाइटीका गर्दा पहिले यमराज, यमुना, चित्रगुप्त तथा चिरञ्जीवीहरूको विधिपूर्वक पूजा गर्ने गरिन्छ। संस्कृतिविद बलदेव जुजुको भनाइअनुसार नयाँ वर्षको दिन महपूजा गरी जीवन पथमा पाइला सारी अग्रसर हुन तम तयार भएकाहरूलाई दिदीबहिनीहरूले पनि जीवनमा सफल हुन् भनी आशिक दिने गर्दछन्। भाइटिकामा महपूजामा झैं मण्डपदेखि माथि कुलदेवता र तल पुछारमा यमराजको निम्ति समेत मण्डप बनाई दिदीबहिनीहरूले दाजुभाइहरूलाई व्रत बसाई मण्डपमा पूजा गर्न लगाई उनीहरूलाई समेत पूजा गरी दही, फलफूल र अण्डाको सगुन दिएर आशिष दिने गर्दछन्। साथै दिदीबहिनीहरूले दाजुभाइहरूलाई पूजा गरिसकेपछि महपूजामा झैं भात मण्डपमा नै राखी भोजन गराई मसला र पान सुपारी आदि खुवाउने गर्दछन्। दाजुभाइहरूलाई पूजा गरी दिदीबहिनीहरूले देउतालाई जस्तै आङ टाउको हातले छोएर ढोक्ने चलन नेवार समुदायमा रहेको छ। वास्तवमा दिदीबहिनीहरूले भाइहरूलाई मात्र भाइटिका गर्ने भए तापनि बहिनीहरूले पनि दाजुहरूलाई पूजा गर्ने चलन छ। दाजुभाइ नहुने दिदी बहिनीहरूले रानी पोखरी बीचमा रहेको महादेवलाई भाइ मानेर पूजा गर्ने गर्दछन्। दिदीबहिनीहरूले दाजुभाइहरूलाई किन पूजा गरे भन्ने सम्बन्धमा शास्त्रमा यसरी उल्लेख गरिएको छ। भातृद्वितीय अर्थात् भाइटिकाको दिन आफ्ना दाजुहरूलाई यमराज र भाइहरूलाई चित्रगुप्त मानी विधिपूर्वक तेलको मण्डपदेखि पूजा गर्नु हो। पूजा सम्पन्न गर्न लेखेको मण्डपभित्रको तेलको मण्डप नसुकिन्जेल फलफुलको सगुनमा रहेको ओखरको बोक्राबाट बोट नउम्रेसम्म 51 सुते काँचो धागोको माला, सुपारी फूलको माला नसुकिन्जेल यमराज र चित्रगुप्तले दाजुभाइ तथा दिदीबहिनीहरूको रक्षा गरिरहनेछन् भन्ने विश्वासका साथ दाजुभाइ तथा दिदीबहिनीहरू निरोगी, दीर्घजीवी, कल्याणमय हुनको लागि आशिष दिने प्रचलन रहेको छ। भाइटिकाको सन्दर्भमा प्रचलित किम्वदन्ती अनुसार परापूर्व कालमा आफ्ना दाइ यमराजलाई टीका लगाएर मिठो मिठो भोजन खुवाएकी थिइन् बहिनी यमुनाले। यसरी दाजुको पूजा गरेपछि यमुनाले भनिन्, दाजु यमराज, आज हजुरसँग भेट गर्न र हजुरको पूजा र स्वागत सत्कार गर्न पाउँदा मलाई साह्रै खुसी लागेको छ। यो सुनेर यमराजले भने, मलाई पनि साह्रै खुसी लाग्यो बहिनी, तिमीसँग लामो समयपछिको यो भेट मैले कहिल्यै बिर्सन सक्दिनँ। अनि यमुनाले भनिन्, त्यसो भए दाजु, यस्तै खुसी हामी जस्तै दिदीबहिनीहरूले र दाजुभाइहरूले पाउने भए कति रमाइलो हुन्थ्यो होला, कति राम्रो हुन्थ्यो होला। बरु आजकै दिन कार्तिक शुक्ल द्वितीयाको दिनमा सबै दाजुभाइ दिदीबहिनीहरूले भाइटिका गरेर एक अर्काको आशीर्वाद दिँदै मिठो मिठो भोजन खाएर रमाइलो गर्ने चलन बसे कति राम्रो हुन्थ्यो होला, होइन त दाजु? यमराजले बहिनीको टाउकोमा हात राख्दै, तथास्तु बहिनी, तथास्तु, तिमीले ठुलो लोक कल्याणको कुरा गर्यौ, त्यसैले तिम्रो इच्छा अवश्य पनि पूरा हुनेछ भनेर आशिष दिएका थिए रे। त्यसरी त्यस दिन यमराजलाई बहिनी यमुनाले पूजा गरे चाहिँ नै दाजुभाइ दिदीबहिनीहरूले एकअर्कालाई पूजा गर्ने चलन चलेको हो भन्ने जनविश्वास रहेको छ। त्यस्तै अर्को लोककथा पनि प्रचलित रहेको छ यमराजकै बारेमा। एक दिन तिहारको बेला एक जोडी दिदीभाइ भाइटिका लगाउँदै रहेछन्। भाइ चाहिँको त्यही दिन मृत्यु पुगेको रहेछ। भाइटिका लगाउँदै गर्दा यमराजले भाइलाई लिएर यमलोक पुर्याउनु भनेर त्यस घरमा आइपुगेछन्। दिदीले भाइलाई लिन आएका यमराजलाई भनिन्, हे यमराज, म भाइलाई टीका लगाउने आँटेको छु, केही बेर कुरा। यमराजले पनि त्यतिन्जेल पुर्ने भए। टीका लगाइदिँदै दिदीले भाइको वरिपरि तेलको घेरा लगाइदिइन्, निधारमा सप्तरङ्गी टीका लगाइदिइन् अनि सुपारी फुल अर्थात् मखमली फुलको माला लगाइदिँदै दीर्घ जीवनको आशीर्वाद दिइन्। त्यसपछि उनले यमराज र उनका दूतहरूलाई पनि स्वागत सत्कार गरेर मिष्ठान्न भोजन गर्दै बिन्ती गरिन्, हे यमराज, मेरो भाइको मृत्यु पुग्यो, अवश्य लग्नुहोला, तर अहिले भर्खर मैले भाइको पूजा गरेकी छु, त्यसैले यो मण्डपमा घेरा लगाएको तेलको घेरा नसुकेसम्म पर्खिनुहोला। भर्खर मैले भाइलाई माला लगाइदिएकी छु, उसको गलामा शोभामान भएको मखमली फुल नसुकिन्जेलसम्म पर्खिदिनु होला है। अनि मैले भर्खर भाइलाई ओखरको प्रसाद दिएकी छु, ओखर पानीमा भिजाएर त्यसबाट बोट नउम्रिन्जेल पर्खिदिनु होला। यति भन्दै ती दिदीले यमराजको खुट्टामा ढोक्न पुगिन्।
दिदीको भक्तिभाव देखेर खुसी भएका यमराजले तथास्तु भन्दै आशीर्वाद दिएका थिए भन्ने अर्को किंवदन्ती पनि प्रचलित रहेको छ। भाइ टीकाको अवसरमा यसअघि पनि मैले कथाहरू प्रस्तुत गरेको थिएँ। प्रस्तुत छ सो कथाको केही सम्पादित अंश फेरि पनि। यो कथा धेरै अघिको हो। त्यस बेलाका वैज्ञानिक थिए विश्वकर्मा। अनि यो तिहारको कथा तिनै विश्वकर्माका नाति नातिना यमराज र यमुनाको कथा हो। यमराज र यमुनाले कसरी तिहारको प्रचलन सुरु गराए भन्ने कथा भन्नुभन्दा अघि उनीहरू कसरी जन्मेका थिए भन्ने पनि निकै नै चाखलाग्दो कथा छ। त्यसैले पहिला यमराज र यमुनाको जन्मको कथा अनि त्यसपछि उनीहरूले तिहार मनाउन कसरी सुरु गरे भन्ने कथा प्रस्तुत हुनेछ। विश्वकर्माले श्रीकृष्णको द्वारिका अनि रावणको सुनको लङ्काको निर्माण गरेका थिए। अनि विश्वकर्माका जम्मा 3 जना छोरीहरू थिए, रिद्धि, सिद्धि र संज्ञा। उनका 2 छोरीहरू रिद्धि र सिद्धि दुवैजनाको विवाह शिव पार्वतीका कान्छा छोरा गणेशसँग भएको थियो। अनि उनकी तेस्री छोरी संज्ञाको सुन्दरता र शालीनताबाट मोहित भएर सूर्यनारायण उनको हात माग्न भनेर विश्वकर्माको घरमा पुगेका रहेछन्। भव्य भव्य दरबार र राजमहल निर्माण गर्ने विश्वकर्माको विशाल महलमा त्यस दिन संज्ञा एक्लै थिए। उनी बगैँचामा बसेर फूल र पुतलीहरूसँग हाँसखेल गरिरहेकी थिए। त्यतिकैमा सूर्यदेव त्यहाँ आइपुगे। सूर्यको तेज प्रकाशले उनको आँखा नै अन्धो बनाइदियो। यस्तो तेजस्वी सूर्य आफ्नै अघिल्तिर आइपुगेको देखेर तर्सिएकी संज्ञाले आँखा चिम्ले। आफूलाई अति नै मन परेर बिहे गर्छु भनेर आएका थिए, तर ती सुन्दरीले भने आफ्नो रूप देख्ने बित्तिकै आँखा चिम्लेको देखेर सूर्यलाई हुनसम्म रिस उठ्यो। उनले संज्ञालाई भने, ए नक्चरी केटी, घरमा पाहुना आएपछि स्वागत सत्कार गर्नु त कहाँ हो, अझ आँखा चिम्लेर देखेको नदेखे गर्छेस्? यो मेरो घोर अपमान भयो। तैँले यस्तो अपमान गरेको हुनाले तँलाई म एक श्राप दिन्छु। तेरो यस्तो छोरो प्राप्त होस् जो सबैको मृत्युको कारण होस्। एक्कासी जङ्गिएका सूर्यदेवको कुरा सुनेर अति नै त्रसित भएकी संज्ञाले अति नै विनम्र हुँदै बिन्ती गरिन्, हे अजनबी, मैले तपाईँलाई चिन्दिनँ, तर हजुरको तेज अति नै कडा रहेछ। मेरो आँखाको ज्योति नै बिगारिदेला जस्तो भयो, त्यसैले मैले आँखा चिम्लेकी हुँ। अब कृपा गरेर यो तेज अलिकति कम गरिदिनु भयो भने मैले आँखा खोल्न सक्ने थिएँ। सूर्यदेवले संज्ञाको समस्या बल्ल बुझे। त्यसपछि उनले आफ्नो तेजलाई खिचेर स्वाभाविक रूपमा प्रस्तुत भए। संज्ञाले बिस्तारै बिस्तारै डराई डराई लजाई लजाई आँखा खोलिन्। आफ्नो अघिल्तिर अति नै सुन्दर युवक पुगेको पाएर संज्ञाको मन अति नै चञ्चल भयो। भित्रदेखि काउकुती लागेको जस्तो भयो, खुट्टा लुलो भयो। संज्ञाले अति नै बोलाएका आँखाले याचनापूर्वक घुरेर हेर्दै बिन्ती गरिन्, हे अलौकिक महापुरुष, तपाईँले त एकै नजरमा मेरो मन हरिदिनु भयो। संज्ञाको यस्तो चञ्चल हालत देखेर सूर्यदेवले भने, हे सुन्दरी, तिम्रो सुन्दरताबाट मोहित भएर म आएको थिएँ। तिमीलाई भेटेर अति नै खुसी लाग्यो। अब तिमीलाई म एक पुत्रीको पनि वरदान दिन्छु। ती पुत्री तिमी जस्तो हरेक प्रकारले चञ्चल र ठुलो हृदय भएकी हुनेछिन्। यसरी सूर्यदेवको श्राप र आशीर्वाद दुवैको कारणले संज्ञाले 2 जना सन्तानहरूलाई जन्म दिइन्। उनका जेठा छोरा यम जन्मे। यी तीनै यम हुन् जो पछि यमलोकको राज्य गरेर बसे। त्यसपछि उनको नाम यमराज रहन गयो। उनको काम नै सम्पूर्ण प्राणीको मृत्युको समय निर्धारण गर्ने र उनीहरूलाई मृत्युपछि सजाय वा पुरस्कार के दिने भन्ने निर्णय गर्ने पनि उनीहरूको काम भयो। त्यस्तै संज्ञाको दोस्रो सन्तानको रूपमा एक छोरी जन्मिन् जसको नाम यमी राखियो, जो सानैदेखि नै अति नै चञ्चल थिइन्। यमीले पछि एउटा नदीको रूप धारण गरिन् र निरन्तर बग्न थालिन्। मानिसहरूको सबै पाप पखाल्ने र स्वच्छ बनाउने, जलक्रीडा गरेर मनोरञ्जन दिने काम गर्न थालिन्। तिनै यमीलाई आजकल यमुना भनेर चिनिन्छ। सम्पूर्ण प्राणीको मृत्युको जिम्मा लिएका यमराजको दैनिकी अति नै व्यस्त थियो। सधैँ त्यही काम गर्दा गर्दै आफ्नो दैनिक कामबाट वाक्क दिक्क प्याक्क भएका थिए यमराज। तर जतिसुकै वाक्क भए पनि यमराजले त्यो काम छोड्न सक्दैनथे। हुन पनि हर दिन, हर रात, हर पल मान्छे र जीवहरूको मृत्यु र उनीहरूको जीवनको फल हिसाब गरेर बस्नु कति दिक्क लाग्दो काम होला, सहजै अनुमान गर्न सकिन्छ। मृत्यु, रोदन, क्रन्दन, पीर, व्यथा यस्ता कुराहरूबाट दिक्क भएका यमराजलाई एक दिन एउटा कागले एउटा निमन्त्रणा पुर्याइदियो। कागले ल्याएको त्यस निमन्त्रणा पत्र उनकी बहिनी यमुनाले पठाएकी रहेछिन्।
कामको व्यस्तताले गर्दा उनले त घर परिवार पनि सबै बिर्सिसकेका थिए। बहिनीले निमन्त्रणा पठाएको भए पनि उनी जान कुनै हालतमा पनि सम्भव थिएन। उनी गएपछि मानिसहरू मर्न छोड्छन् अनि हाहाकार मच्चिन थाल्छ भन्ने उनलाई लाग्थ्यो। तर बहिनीको निमन्त्रणा पत्रले उनलाई आफ्नो बाल्यकालको याद आउन थाल्यो। त्यसबेला उनकी बहिनी यमुनाले अति नै चकचक गरेर दुःख दिने गर्दथिन्। तर जति चकचक गरे पनि उनलाई यमुनाले जति स्वच्छ मनले अरू कसैले पनि माया गरेको जस्तो लाग्दैन थियो। त्यसैले यमुना उनकी साह्रै नै प्यारी बहिनी थिइन्। तर तिनै बहिनीसँग यमराजले नभेटेको जुग भइसकेको थियो। त्यसैले यसरी सोच्दै गर्दा यमराजले सोचे, त्यति चकचके यमुना अहिले कस्ती भई होला, उसलाई बरु यहीँ बोलाउनु पर्ला। यति सोचेर उनी आफ्नो काममा लागे। नर्कको सयर गर्दै गर्दा सोचे, यमुनालाई यहाँ बोलाएर यस्तो विवस्त दृश्य देखाउनु यमराजलाई पर्नु फसाद पर्यो। बोलाउँदा पनि नहुने, जान पनि नपाइने, कस्तो विडम्बनामा फसे यमराज। त्यस दिन उनलाई राति निन्द्रा पनि परेन। बहिनीसँग खेलेका, बहिनीसँग हाँसेको त्यस्ता सबै कुराहरू मात्रै याद आए। यसरी त भएन भन्ने सोचेर उनले आफूले छोड्दा अरूले गरिदिएर हुने कामको सूची बनाए। यसरी आफूले छोडेर जाँदा पनि एक दिन त यमलकको काम चल्ने हिसाब उनले निकाले। उनले सहयोगीहरूलाई बोलाएर विभिन्न कामको जिम्मा लगाए र भने, म एक दिन छुट्टी लिन्छु। यमराजले छुट्टी लिने कुरा गरेको सुन्ने बित्तिकै सबै यमलोकका कर्मचारीहरू तर्सिए। एक दिन काम ठप्प भयो भने त बिजोगै हुन्छ भन्दै उनीहरूले विरोध गर्न थाले। त्यसपछि यमराजले सबैलाई कामको जिम्मा लगाइदिएपछि उनीहरूको चित्त बुझ्यो र यमराज बहिनी यमुनालाई एक दिनको लागि भेट्न भनेर जान पाउनु भयो। तैपनि बहिनी यमुना अहिले हुर्किसकेको हुनाले यमराजलाई पहिला बच्चा बेलाको जस्तो रमाइलो त के पो होला र भन्ने लागिरहेको थियो। उनले बहिनीलाई भेटेर कुशल मङ्गलको कुरा गरेर फर्किहाल्ने सोचेर यमुनाको घरतिर लागे। उता बहिनी यमुनाले त्यस अघि पनि यमराजलाई बोलाउन भने पठाइ नै रहेकी हुन्थिन्। राम्रा राम्रा रङ्गी चङ्गी चराहरू मार्फत निमन्त्रणा पठाउँदा पनि यमराज भने कहिल्यै पनि आउँदैनथे। यसरी जति निमन्त्रणा पठाउँदा पनि नआउने दाजुसँग यमुना अति नै रिसाएकी थिइन्। त्यसैले यस वर्ष उनले हेर्दै नराम्रो देखिने अङ्गार दलेको जस्तो कालो न कालो कागसँग सन्देश पठाएकी थिइन्। रङ्गी बिरङ्गी चराले पुर्याएको निमन्त्रणा त रद्दीको टोकरीमा फाल्ने यमराजले कागले लगेको निमन्त्रणा के मान्लान् भन्ने उनको सोच थियो। तर जब यमुनाले परबाट भैँसी चढेर यमराज आफ्नो घरतिर आइरहेको देखिन् तब उनको खुसीको सीमा रहेन। उनले खुसी हुँदै कागलाई बोलाइन्। उसलाई अति नै माया गरेर उसलाई पूजाआजा गरेर हरेक प्रकारको मिष्टान्न भोजन गराइन्। काग पनि उसले लगेको निमन्त्रणा पत्र स्वीकार गरेर यमराज आफ्नी बहिनी यमुनाको घरमा आएको देखेर अति नै हर्षित भयो। बहिनी यमुनाले हतार हतार दाई यमराजको स्वागतको लागि भव्य स्वागत सत्कार गर्ने तयारी गरिन्। यमुनाले भव्य दीपावली गरिन्, पूजाआजा गरिन् र दाजु यमराजको स्वागत गरिन्। यस्तो भव्य स्वागत सत्कार पाएर यमराज अति नै प्रसन्न भए। उनले कागलाई पनि धन्यवाद भने। यमराजको यस्तो करुणामय कुरा सुनेर काग अति नै प्रसन्न भयो र त्यसपछि काग पनि यमराजको अत्यन्त प्रिय भक्त बन्यो। खासमा यमराज बहिनीलाई भेटेर तुरुन्तै फर्कने विचारले आएका थिए। तर बल्ल बल्ल आएका दाजुलाई बहिनी यमुनाले के जान दिन्थिन्। उनले उनको पूजा आजा गरेर स्वागत सत्कार गर्न नपुगेको भन्दै जान नदिन अड्डी कसिन्। त्यसपछि यमराजले यमलोकमा आफ्नो काम रोकिने बताए। हेर बहिनी, म नगए त यमलोकको सबै काम ठप्प हुन्छ। यमुनाले सोधिन्, आज अहिले ठप्प भएको छ? यमराजले भने, अहिले त शुम्भ र अशुम्भले मेरो काम सम्हालिरहेका छन् र उनीहरूले काम सम्हालिदिएको भएर मात्रै म यहाँ आउन पाएको हुँ। यमुनाले खुसी हुँदै भनिन्, ए त्यसो हो भने तिनीहरूले भोलिको काम पनि त सम्हालिदिइहाल्छन्। यमराजले भने, भोलि त म फर्कन्छु भनेको छु, त्यसरी कहाँ हुन्छ? मेरो आज्ञा बेगर उनीहरूले केही पनि गर्दैन। यमुनाले आफ्नो कुकुरलाई बोलाएर भनिन्, हे कुकुर, तिमीले यमराज भोलि पर्सि पनि आउनुहुन्न भन्ने सन्देश यमलोकमा पुर्याएर आऊ त, ल अहिले गइहाल। बहिनीको जित्तीको अघि यमराजको केही लागेन। उनले त्यही कुकुरलाई सबै विवरण बताएर यमलोक पठाए। यमराजको दूत बनेर कुकुर यमलोक पुगेर सबै विवरण बताए। भोलिपल्ट कुकुर फर्केर आएपछि यमुनाले
कुकुरलाई धेरै स्वागत कुकुरले अमृतको रूपमा सन्देश पठाउन सहयोग गरेकोमा उनले पूजा गरेर धन्यवाद दिइन्। पूजा अनि अनुष्ठान र रमाइलोले यमराज अति नै खुसी भए। त्यही बेला देवी लक्ष्मीको यमराजसँग एक काम परेको थियो। उनी यमलोकमा यमराजसँग भेट्न जान भनेर हिँड्न लागेकी थिइन्। उनले यमराज त बहिनी यमुनाको घरमा पो छन् भन्ने थाहा पाइन्। त्यसैले उनले गाईलाई उनी यमुनाकै घरमा भेट्न आउने सन्देश पठाइन्। देवी लक्ष्मी आफ्नो घरमा आउन लागेको थाहा पाएर यमुनाले घरभरि दीपावली गरिन्, पूजाआजाको व्यवस्था गरिन् अनि उनी आउने बाटोलाई सिँगार्न थालिन्। त्यसको साथै लक्ष्मीको सन्देश लिएर आउने गाईलाई पनि उनले पूजा गरिन्। लक्ष्मी पूजाको दिन लक्ष्मी र यमराज दुवैले यमुनाको घरमा बसेर भलाकुसारी गरे। यसरी 3 दिन बसिसकेपछि यमराज चौथो दिन यमलोक फर्कने विचार गर्दथे। हुन त उनलाई बहिनीको साथमा बस्न पुगेकै थिएन, तर पनि काम पनि धेरै समय छोड्नु हुँदैन भनेर उनी चौथो दिन फर्कने विचार गर्दै गर्दा लक्ष्मीको सन्देश लिएर आएको गाईसँगै आएका गुरुले भन्यो, जोड दिनमा फर्कनु उचित हुँदैन, त्यसैले 5 दिनमा फर्कनु राम्रो हुन्छ। गुरुको यस्तो कुरा सुनेर यमुना अति नै प्रसन्न भएर गुरुलाई मिष्टान्न भोजन गराइन् अनि त्यसपछि भोलिपल्ट दाजु यमराजको भव्य पूजा गरेर बिदाई गर्ने तयारी पनि गरिन्। यसरी यमराजलाई बहिनी यमुनाले रङ्गी सङ्गी टीका लगाइदिएर पूजा गरेर बिदा दिएकी थिइन्। अनि त्यही दिनलाई टीका शिखरको बाटो
बिर्सी मैले जता पनि पुगादा चाहिँ छाम भन्दा पहिले जता पनि पुगादा चाहिँ छाम भन्दा पहिले निधारमा लड्काएर सप्तरङ्गी चिठो हिँडिरहँ सधैँ तिमी शिखरको बाटो हातको टिका लगाउनलाई निधारमा आउँदैछु है म भेट्न तिमीलाई यो भाइ टिकामा भेट्न आउँदैछु है म दिदी यो भाइ टिकामा दियो बालेर बस्छु है आँगनमा आउँदैछु भेट्नलाई साहित्यमा सेलरोटी अनि मिठाई कोसेली अरू बोकाएर ल्याएको छु म दुर्गाउँको बाटो लामो छ तर मनले तिमीलाई बोलाउँछ आकाशका तारा साक्षी छन् दिदीको माया कहिल्यै नटुट्ने छन् दाजुको निधारमा टिका सर्छ दिदीको हातले माला पर्छ त्यो माया सधैँ अनन्त रहोस् भाइ टिकाले बन्धन बलियो गरोस् तर माया केही छ घटेन कहिल्यै दिदीको आँसु नझरुन्यो वर्ष भाइ फर्किन्छ बच्चा गरेर हर्ष घरको आँगन फेरि रमाइलो आएपछि हाँसो फुल्यो भक्ति भले टिका राख्दै दिदीले आशिषका शब्द बोल्यो भाइ टिकाको यो बेला मूल्य रगतको नाता भन्दा गहिरो दूर भए पनि माया सधैँ नजिक हाम्रो सम्बन्ध सधैँ नबिराऊ सुनाका दानामा रजतका सपना दिदीको मनमा दीपावली झल्कना भाइको मुटुमा आशिष बलेको यो प्रेम कहिले नथामोस् दिदी हाँस्दै भन्छन् थक्याउनी तिमी भाइ भन्छ दिदी नै मेरी जिन्दगी एउटा घरमा खुसी भरिन्छ यो पल्कले नसकिन्छ यो भाइ टिकामा फेरि भेट भयो वर्षौँको दूरी एकाको माले मिटायो दिदीको हातको टिका लगाउनलाई निधारमा आउँदैछु है म भेट्न तिमीलाई यो भाइ टिकामा भेट्न आउँदैछु है म दिदी यो भाइ टिकामा बस्नु है आँगन
तिमीलाई बोलाउँछ आकाशका तारा साक्षी छन् दिदीको माया कहिले नटुट्ने छन् दाजुको निधारमा टीका सर्छ दिदीको हातले माला पर्छ त्यो माया सधैँ अनन्त रहोस् भाइटिकाले बन्धन बलियो गरोस् घरको आँगन फेरि रमाइलो भाइ आएपछि हाँसो फुल्यो भक्ति भावले टीका राख्दै दिदीले आशिषका शब्द बोल्यो सुनका दानामा रजतका सपना दिदीको मनमा दीपावली झल्कना भाइको मुटुमा आशिष यो प्रेम कहिले नथामोस् दिदी हाँस्दै भन्छन् थाक्यौ नि तिमी भाइ भन्छ दिदी तिमीलाई मेरी जिन्दगी आँखामा खुसी भरिन्छ नसकिन्छ यो भाइटिकामा फेरि भेट भयो वर्षौंको दूरी कमलले मिटायो फेरि भेट भयो वर्षौंको दूरी कमलले मिटायो दिदीको हातको टिका लगाउनलाई नि दरमा आउँदैछु यो भाइटिकामा भेट्न आउँदैछु हे म दिदी यो भाइटिकामा दियो बालेर बस्नु है आँगनमा आउँदैछु भेट्नलाई साहित्यमा सेलरोटी अनि मिठाईको सेलहरू बोकाएर ल्याएको छु म तर मनले तिमीलाई बोलाउँछ आकाशका तारा साक्षी छन् दिदीको माया कहिल्यै नटुट्ने छन् दाजुको निधारमा टीका सर्छ दिदीको हातले माला पर्छ त्यो माया सधैँ अनन्त रहोस् भाइटिकाले बन्धन बलियो गरोस् तिहार मनाउँदै तरमा केही छ घटेन कहिल्यै दिदीको आँसु नझर्नु वर्ष भाइ फर्किन्छ वाचा गरेर हर्ष घरको आँगन फेरि रमाइलो भाइ आएपछि हाँसो फुल्यो भक्ति भावले टीका राख्दै दिदीले आशिषका शब्द बोल्यो भाइ टिकाको यो बेला मूल्य रगतको नाता भन्दा गहिरो दूर भए पनि माया सधैँ नजिक हाम्रो सम्बन्ध सुनका दानामा रजतका सपना
नि तिमी भाइ भन्छ नि तिमी नै मेरी जिन्दगी दुईटा आँखामा खुसी भरिन्छ यो पल्कले नसकिन्छ यो भाइटिकामा फेरि भेट भयो वर्षौंको दूरी कङ्कमाले मेटायो दिदीको हातको टीका लगाउनलाई निदरमा आउँदैछु हे म भेट्न तिमीलाई यो भाइटिकामा भेट्न आउँदैछु हे म दिदी यो भाइटिकामा तर मनले तिमीलाई बोलाउँछ आकाशका तारा साक्षी छन् दिदीको माया कहिले नटुट्ने छन् दाजुको निधारमा टीका सर्छ दिदीको हातले माया पर्छ त्यो माया सधैँ अनन्त रहोस् भाइटिकाले बन्धन बलियो गरोस् घरको आँगन फेरि रमाइलो भाइ आएपछि हाँसो फुल्यो भक्ति भावले टीका राख्दै दिदीले आशिषका शब्द सुनका दानामा रजतका सपना दिदीको मनमा दीपावली झल्कना भाइको मुटुमा आशिष बलेको प्रेम दिदी हाँस्दै भन्छन् थाक्यौ नि तिमी भाइ भन्छ दिदी तिमी नै मेरी जिन्दगी दुईटा आँखामा खुसी भरिन्छ यो पल कहिले नसकिन्छ यो भाइटिकामा फेरि भेट भयो वर्षौंको दूरी कङ्कमाले मिटायो यो भाइ
दिदीको हातको टिका लगाउनलाई नि दरमा आउँदैछु है म भेट्न तिमीलाई यो भाइ टिकामा भेट्न आउँदैछु है म दिदी यो भाइ टिकामा दियो बालेर बस्नु है आँगनमा आउँदैछु भेट्नलाई साहितमा सेलरोटी अनि मिठाई खोसेली अरू बोकाएर ल्याएको छु बाटो लामो छ तर मनले तिमीलाई बोलाउँछ आकाशका तारा साक्षी छन् दिदीको माया कहिल्यै नटुट्ने छन् दाजुको नि धारमा टिका सर्छ दिदीको हातले माला पर्छ त्यो माया सधैँ अनन्त रहोस् भाइ टिकाले बन्धन बलियो गरोस् वर्षौं बिते तिहार मनाउँदै तर माया केही छ घटेन कहिल्यै दिदीको आँसु नझरुन्यो वर्ष भाइ फर्किन्छ वाचा गरेर हर्ष घरको आँगन फेरि रमाइलो भाइ आए पछि हाँसो भक्ति भले टिका राख्दै दिदीले आशिषका शब्द भाइ टिकाको यो बेला मूल्य रगतको नाता भन्दा गहिरो दूर भए पनि माया सधैँ नजिक हाम्रो सम्बन्ध सुनाका दानामा रजतका सपना दिदीको मनमा दीपावली झकना भाइको मुटुमा आशिष बलेको यो प्रेम कहिले नथामोस् दिदी हाँस्दै भन्छौ थक्यौ नि तिमी भाइ भन्छ नि तिमी मेरी जिन्दगी दुईटा आँखामा खुसी भरिन्छ यो पल्कले नसकिन्छ यो भाइ टिकामा फेरि भेट भयो वर्षौंको दूरी एकान्तमाले दिदीको हातको टिका लगाउनलाई नि दरमा आउँदैछु हे म भेट्न तिमीलाई यो भाइ टिकामा भेट्न आउँदैछु हे म दिदी यो भाइ टिकामा
आकाशका तारा साक्षी छन् दिदीको माया कहिले नटुट्ने छन् दाजुको निधारमा टीका सर्छ दिदीको हातले माया परेछ त्यो माया सधैँ भाइटिकाले बन्धन बलियो गरोस् घरको आँगन फेरि रमाइलो भाइ आएपछि हाँसो फुल्यो भक्ति भावले टीका राख्दै दिदीले आशिषका शब्द बोल्यो कहिले नथामोस् दिदी हाँस्दै भन्छन् क्या नि तिमी भाइ भन्छ दिदी तिमी नजाने जिन्दगी खुसी भरिन्छ यो पल कहिले नसकिन्छ यो भाइटिकामा फेरि भेट भयो वर्षौंको दूरी कमकमले बितायो यो भाइटिकामा फेरि भेट भयो वर्षौंको दूरी कमकमले बितायो दिदीको हातको टिका लगाउनलाई निधारमा आउँदैछु यो भाइटिकामा भेट्न आउँदैछु हे म दिदी यो भाइटिकामा दियो बालेर बस्नु है आँगनमा आउँदैछु भेट्नलाई साहित्यमा सेलरोटी अनि मिठाईको सेली अरू बोकाएर ल्याएको छु म दुर्गाउँको बाटो लामो छ तर मनले तिमीलाई बोलाउँछ आकाशका तारा साक्षी छन् दिदीको माया कहिल्यै नटुट्ने छन् दाजुको निधारमा टीका सर्छ दिदीको हातले माला पर्छ त्यो माया सधैँ अनन्त रहोस् भाइटिकाले बन्धन बलियो गरोस् तिहार मनाउँदै तर माया के छ घटेन कहिल्यै दिदीको आँसु नझरुन्यो वर्ष भाइ फर्किन्छ वाचा गरेर घरको आँगन फेरि रमाइलो भाइ आएपछि हाँसो फुल्यो भक्ति भावले टीका राख्दै दिदीले आशिषका शब्द बोल्यो सोनाका दानामा रजतका सपना दिदीको मनमा दीपावली झल्कना भाइको मुटु
छु बलेको यो प्रेम कहिले नथामोस् दिदी हस्दै भन्छन् थक्यौ नि तिमी भाइ भन्छ दिदी नै मेरी जिन्दगी दुईटा आँखामा खुसी भरिन्छ यो पल्कले नसकिन्छ दिदीको हातको टीका लगाउनलाई निदरमा आउँदैछु हे म भेट्न तिमीलाई यो भाइटिकामा भेट्न आउँदैछु हे म दिदी यो भाइटिकामा मैले भने खान म त हाम्न परेदिने भने एउटा मात्र लगाइदिन्छ जग्गा धेर त झ्या हुन्छ भन्नु थाल्नु दिउ न खाँदैन न दिउ न दिदीको माया दाजुको निधारमा त्यो माया सधैँ अनन्त रहोस् भाइटिकाले बन्धन बलियो गरोस् घरको आँगन फेरि रमाइलो भाइ आएपछि हाँसो फुल्यो भक्ति भावले टीका राख्दे दिदीले आशिषका शब्द बोल्यो सुनका दानामा रजतका सपना दिदीको मनमा दीपावली झल्कना भाइको मुटुमा आशिष बले यो प्रेम कहिले नथामोस्
हातको टिका लगाउनलाई निधारमा आउँदैछु हे म भेट्न तिमीलाई यो भाइ टिकामा आउँदैछु हे म दिदी यो भाइ टिकामा दियो बालेर बस्नु हे आँगनमा आउँदैछु भेट्नलाई साहित्यमा सेलरोटी अनि मिठाई खोसेली अरू बोकाएर ल्याएको छु दुर्गाको बाटो लामो छ तर मनले तिमीलाई बोलाउँछ आकाशका तारा साक्षी छन् दिदीको माया कहिल्यै नटुट्ने छैन दाजुको निधारमा टिका सर्छ दिदीको हातले माला पर्छ त्यो माया सधैँ अनन्त रहोस् टिकाले बन्धन बलियो वर्षौं बिते तिहार मनाउँदै तर माया केही छ घटेन कहिल्यै दिदीको आँसु नझरुन्यो वर्ष भाइ फर्किन्छ वाचा गरेर हर्ष घरको आँगन फेरि रमाइलो भाइ आए पाछी हाँसो फुल्यो भक्ति भले टिका राख्दै आशिषका शब्द भाइटिकाको यो बेला बोल्यो रगतको नाताभन्दा गहिरो दूर भए पनि माया सधैँ नजिक हाम्रो सम्बन्ध सधैँ नबिराओ सुनाका दानामा रजतका सपना दिदीको मनमा दीपावली झकना भाइको मुटुमा आशिष बलेको यो प्रेम कहिल्यै नथामोस् दिदी हाँस्दै भन्छ थक्यौ नि तिमी भाइ भन्छ नि तिमीलाई मेरी जिन्दगी दुईटा आँखामा खुसी भरिन्छ यो पल्कले नसकिन्छ यो भाइटिकामा फेरि भेट भयो वर्षौंको दूरी कमाले मिटायो दिदीको हातको टिका लगाउनलाई निधारमा आउँदैछु हे म भेट्न तिमीलाई यो भाइ टिकामा भेट्न आउँदैछु हे म दिदी यो भाइ टिकामा दियो बालेर बस्नु है आँगनमा आउँदैछु भेट्नलाई साहित्यमा सेलरोटी अनि मिठाई कोसेलीहरू बोकाएर ल्याएको छु म यो भाइटिकामा भेट्न आउँदैछु है म दिदी यो भाइटिकामा दूर गाउँको बाटो लामो छ तर मनले तिमीलाई बोलाउँछ आकाशका तारा साक्षी छन् दिदीको माया कहिले नटुट्ने छन् दाजुको निधारमा टिका सर्छ दिदीको हातले माला पर्छ त्यो
बन्धन बलियो गरोस् घरको आँगन फेरि रमाइलो भाइ आएपछि हाँसो फुल्यो भक्ति भावले टिका राख्दै दिदीले आशिषका शब्द बोल्यो दिदी हाँस्दै भन्छन् था क्यों नि तिमी भाइ भन्छ दिदी तिमी नै मेरी जिन्दगी दुईटा आँखामा खुसी एकैवार सगुन दिँदा चाहिँ राम्रो आउने कि झ्याउ झ्याउ भन्दा सकिन्छ त्यतिकै अन्न सकिन्छ हारा उसको सादा दिवा कराकर बोला पालो बिचरा यो भाइ टिकामा फेरि भेट भयो वर्षौंको दूरी एक अङ्कमाले मिटायो नगरेर बिहे गरेपछि ल्याएर दिए हो नि चाखा बनाइसक्यो दिदीको हातको टिका भेट्न तिमीलाई यो भाइ टिकामा भेट्न आउँदैछु हे म दिदी यो भाइ टिकामा दियो बालेर बस्नु हे आँगनमा आउँदैछु भेट्नलाई साहित्यमा सेलरोटी अनि मिठाई खोसेली अरू बोकाएर ल्याएको छु दुर्गाउँको बाटो लामो छ तर मनले तिमीलाई बोलाउँछ आकाशका तारा साक्षी छन् दिदीको माया कहिल्यै नटुट्ने छन् दाजुको निधारमा टिका सर्छ दिदीको हातले माला पर्छ त्यो माया सधैँ अनन्त रहोस् भाइ टिकाले बलियो गरोस् वर्षौं बिते तिहार मनाउँदै तर माया केही छ घटेन कहिल्यै दिदीको आँसु नझरुन्यो वर्ष भाइ फर्किन्छ बच्चा गुजेर हर्ष घरको आँगन फेरि रमाइलो भाइ आएपछि हाँसो फुल्यो भक्ति भावले टिका राख्दै दिदीले आशिषका शब्द बोल्यो भाइ टिकाको यो बेला बोल्यो रगतको नाता भन्दा गहिरो दूर भए पनि माया सधैँ नजिक हाम्रो सम्बन्ध सधैँ नबिराऊ सुनाका दानामा रजतका सपना दिदीको मनमा दीपावली झल्कना भाइको मुटुमा आशिष बलेको यो प्रेम कहिले नथामोस् दिदी हाँस्दै भन्छन् थक्यौ नि तिमी भाइ भन्छ नि तिमी नै मेरी जिन्दगी दुईटा आँखामा खुसी भरिन्छ
भनिन्छ यो पल्कले नसकिन्छ तिमीलाई यो भाइटिकामा भेट्न आउँदैछु है म दिदी यो भाइटिकामा दिदीको माया कहिले नटुट्ने छन् दाजुको निधारमा टीका सर्छ दिदीको हातले माया पर्छ त्यो माया सधैँ आनन्द रहोस् भाइटिकाले बन्धन बलियो गरोस् घरको आँगन फेरि रमाइलो भाइ आएपछि हाँसो फुल्यो जति भाइले टिका राख्दै दिदीले आशिषका शब्द बोल्यो दिदीको मनमा दीपावली झल्कना भाइको मुटुमा आशिष बलेको यो प्रेम कहिले नथामोस् दिदी हाँस्दै भन्छन् थक्यौ नि तिमी भाइ भन्छ दिदी तिमी नै मेरी जिन्दगी दुईटा आँखामा खुसी भरिन्छ यो पल कहिले नसकिन्छ यो भाइटिकामा फेरि भेट भयो वर्षौंको दूरी कमकमले मिटायो यो भाइटिकामा फेरि भेट भयो वर्षौंको दूरी कमकमले मिटायो
हातको टिका लगाउनलाई निधारमा आउँदैछु हे म भेट्न तिमीलाई यो भाइटिकामा भेट्न आउँदैछु हे म दिदी यो भाइटिकामा दियो बालेर बस्नु हे आँगनमा आउँदैछु भेट्नलाई साहित्यमा सेलरोटी अनि मिठाई खोसेली अरू बोकाएर ल्याएको छु म दुर्गाउँको बाटो लामो छ तर मनले तिमीलाई बोलाउँछ आकाशका तारा साक्षी छन् दिदीको माया कहिल्यै नटुट्ने छन् दाजुको निधारमा टिका सर्छ दिदीको हातले माला पर्छ त्यो माया सधैँ अनन्त रहोस् भाइटिकाले बन्धन बलियो गरोस् वर्षौं बिते तिहार मनाउँदै तर माया केही छ घटेन कहिल्यै दिदीको आँसु नझरुन्यो वर्ष भाइ फर्किन्छ वाचा गरेर हर्ष घरको आँगन फेरि रमाइलो भाइ आएपछि हाँसो फुल्यो भक्ति भावले टिका राख्दै दिदीले आशिषका शब्द बोल्यो भाइटिकाको यो बेला मूल्य रगतको नाता भन्दा गहिरो दूर भए पनि माया सधैँ नजिक हाम्रो सम्बन्ध सधैँ नबिराऊ सुनाका दानामा रजतका सपना दिदीको मनमा दीपावली झल्कना भाइको मुटुमा आशिष बलेको यो प्रेम कहिले नथामोस् दिदी हाँस्दै भन्छन् थक्यौ नि तिमी भाइ भन्छ दिदी नै मेरी जिन्दगी दुईटा आँखामा खुसी भरिन्छ यो पल्कले नसकिन्छ यो भाइटिकामा फेरि भेट भयो वर्षौंको दूरी कमाले मिटायो दिदीको हातको टिका लगाउनलाई आउँदैछु हे म भेट्न तिमीलाई यो भाइटिकामा भेट्न आउँदैछु हे म दिदी यो भाइटिकामा दियो बालेर बस्नु है आँगनमा आउँदैछु भेट्नलाई साहित्यमा सेलरोटी अनि मिठाई कोसेलीहरू बोकाएर ल्याएको छु म यो भाइटिकामा भेट्न आउँदैछु है म दिदी यो भाइटिकामा दूर गाउँको बाटो लामो छ तर मनले तिमीलाई बोलाउँछ आकाशका तारा साक्षी छन् दिदीको माया कहिले नटुट्ने छन् दाजुको निधारमा टिका सर्छ दिदीको हातले माला पर्छ त्यो माया
यसो भिडियो गर्नु त्यसो गर्नु न त्यसो मेरो त्यसो गर्नु एउटा यहाँबाट गर्नु भक्ति भावले टिका राख्दे दिदीले आशिषका शब्द बोल्यो कुन हो कुन ब्यागे समय उस्यो उति हता मिले जान्छ ताबी दुईटा नाम नाम हो जो वर्षौंको दूरी कमले मिटायो फेरि भेट भयो वर्षौंको दूरी कमले मिटायो दिदीको हातको टिका लगाउनलाई नि दरमा आउँदैछु हेर्न तिमीलाई यो भाइ टिकामा भेट्न आउँदैछु हे म दिदी यो भाइ टिकामा दियो बालेर बस्नु हे आँगनमा आउँदैछु भेट्नलाई साहित्यमा सेलरोटी अनि मिठाईको सेलीहरू बोकाएर ल्याएको छु दुर्गाको बाटो लामो छ तर मनले तिमीलाई बोलाउँछ आकाशका तारा साक्षी छन् दिदीको माया कहिल्यै नटुट्ने छन् दाजुको निधारमा टिका सर्छ दिदीको हातले माला पर्छ त्यो माया सधैँ अनन्त रहोस् भाइ टिकाले बन्धन बलियो गरोस् वर्षौं बिते तिहार मनाउँदै तर माया केही छ घटेन कहिल्यै दिदीको आँसु नझरुन्यो वर्ष भाइ फर्किन्छ वाचा गरेर हर्ष घरको आँगन फेरि रमाइलो भाइ आएपछि हाँसो फुल्यो भक्ति भावले टिका राख्दै दिदीले आशिषका शब्द बोल्यो भाइ टिकाको यो बेला मूल्य रगतको नाताभन्दा गहिरो दूर भए पनि माया सधैँ नजिक हाम्रो सम्बन्ध सधैँ नबिराउँ सुनाका दानामा रजतका सपना दिदीको मनमा दीपावली झगना भाइको मुटुमा आशिष बलेको यो प्रेम कहिले नथामोस् थक्याउने तिमी भाइ भन्छ तिमी नै मेरी जिन्दगी दुईटा आँखामा खुसी भरिन्छ यो पल्कले नसकिन्छ यो भाइ टिकामा फेरि भेट भयो वर्षौंको दूरी कमले मिटायो
दिदीको हातको टीका लगाउनलाई निधरमा आउँदैछु हे म भेट्न तिमीलाई यो भाइटिकामा भेट्न आउँदैछु हे म दिदी यो भाइटिकामा बाटो लामो छ तर मनले तिमीलाई बोलाउँछ आकाशका तारा साक्षी छन् दिदीको माया कहिले नटुट्ने छन् दाजुको निधारमा टीका सर्छ दिदीको हातले माला पर्छ त्यो माया सधैँ अनन्त रहोस् भाइटिकाले बन्धन बलियो गरोस् घरको आँगन फेरि रमाइलो भाइ आएपछि भक्ति भावले टीका राख्दै दिदीले आशिषका शब्द बोल्यो दिदीको मनमा दीपावली झल्कना भएको मुटुमा आशिष बलेको यो प्रेम कहिले कमले मिटायो यो भाइटिकामा फेरि भेट भयो वर्षौंको दूरी कमले मिटायो सम्हाल तिम्रो लड्के जोवन दुनियाँको आँखा लाग्ला है तिम्रो र मेरो जोडी साह्रै सुहाउँदो छ अरूको आँखा लाग्ला है दुनिया मेरो अघि तर म तिम्रो पछि छोडा अरूको भिर आउन मेरो नजिक आमैले भन्थे धाराको पानी साह्रै चिसो नखाऊ नानी मरे नि तिर्खैले तर बाबैले भन्थे कल्पो पानी रक्सी बाबैले भन्थे कल्पो पानी रक्सी उदा हजुरआमा सबैलाई हाल्दै
हटी मस्तीमा तिमी अति नटी स्वैगको के कुरा लास्टै हटी मैले भन्थे धाराको पानी साह्रै चिसो नखाऊ नानी मरे नि तिर्खैले तर बाबैले भन्थे कलको पानी रक्सी गनायो तर बाबा संभाल तिम्रो त्यो लड्के जोवन दुनियाँको आँखा लाग्ला है तिम्रो र मेरो जोडी साह्रै सुहाउँदो छ अरूको आँखा लाग्ला है दुनियाँ मेरो अघि तर म तिम्रो पछि छोड अरूको भिड आउनु मेरो नजिक मैले भन्थे धाराको पानी साह्रै नै चिसो नखाऊ नानी मरे नि तिर्खैले तर बाबैले भन्थे कलको पानी रक्सी गरायो तर बाबैले भन्थे कलको पानी रक्सी गरायो मस्तीमा तिमी अति नटी स्वैगको के कुरा लास्टै हटी हुनु पर्यो भएर मस्तीमा तिमी अति नटी स्वैगको के कुरा लास्टै हटी मैले भन्थे धाराको पानी साह्रै नै चिसो नखाऊ नानी मरे नि तिर्खैले तर बाबैले भन्थे कलको पानी रक्सी गरायो तर बाबैले भन्थे कलको पानी रक्सी गरायो बारुली कम्मा तिमी बाँच देखाइदेऊ है आज उकान्छी कति हटी ठिक छैन है तिम्रो चलन बरु आफैलाई सम्हाल उकान्छ तिमी नटी दुनियाँसँग जगन साथेर छोरा मलाई मैले भन्थे साह्रै नै चिसो मैले भन्थे धाराको पानी साह्रै नै चिसो नखाऊ नानी मरे नि तिर्खैले तर बाबैले भन्थे कलको पानी रक्सी गरायो तर बाबैले भन्थे कलको पानी रक्सी गरायो बाबैले भन्थे कलको पानी रक्सी गरायो तर बाबैले भन्थे कलको पानी रक्सी गरायो
आगो भर्ने जानुपर्छ भैलीभित्र गाउँदै हाँसेर बोला बहिनी तिहारको बेलैमा रिसाउनु हुन्न नि लैलै ख्याल र ख्यालैमा तिमी हाँस्दा फुल हाँस्छ तिमी रुँदा आँसु बररा हो तिमी हाँस्दा फुल हाँस्छ तिमी रुँदा आँसु बररा हाँसेर बोला बहिनी तिहारको बेलैमा रिसाउनु हुन्न नि लैलै ख्याल र ख्यालैमा तिमी हाँस्दा फुल हाँस्छ तिमी रुँदा आँसु बररा हो तिमी हाँस्दा फुल हाँस्छ तिमी रुँदा आँसु बररा सुकादैन हाम्रो माया मखमाली नसुकुन्जेल हाम्रो साइनो अमर छ यो धरती र हुन्जेल निधारको सप्तरङ्गी टीका सधैँ हाँसिरहो सरिरह्यो मरे पनि हाम्रो माया बाँचिरहोस् ओखरमा फोरन बहिनी दुःख र कष्टलाई ढोका बाहिर फालिदेऊ बहिनी यमराज दुष्टलाई तिमी हाँस्दा फुल हाँस्छ तिमी रुँदा आँसु बररा हो तिमी हाँस्दा फुल हाँस्छ तिमी रुँदा आँसु बररा यो धरतीमा घुमिरहन्छु तिम्रो माया सधैँ बोकी वरिपरि डुलिरहन्छु तिम्रै बाटो छेकी छेकी यो धरतीमा घुमिरहन्छु तिम्रो माया सधैँ बोकी वरिपरि डुलिरहन्छु तिम्रै बाटो छेकी छेकी हाँसेर बोला बहिनी तिहारको बेलैमा खुसीले बाँच सधैँ ख्याल र ख्यालैमा तिमी हाँस्दा फुल हाँस्छ तिमी रुँदा आँसु बररा हो तिमी हाँस्दा फुल हाँस्छ तिमी रुँदा आँसु बररा हो तिमी हाँस्दा फुल हाँस्छ तिमी रुँदा आँसु बररा हो तिमी हाँस्दा फुल हाँस्छ तिमी रुँदा आँसु बररा